नयाँ तरिकाले हाम्रो किचन कस्तो छ भन्नु है साथीहरू। हाम्रो किचन कस्तो छ हेर्नुहोस् है, ग्यास कस्तो छ हेर्नुहोस् हैन। आज फेरि हामी नयाँ तरिकाले हामीले जस्तो जानेको छ त्यस्तै चाउमिन बनाउँदैछ है। हाम्रो कुकम्यान चाहिँ मेरो गोरे भाइ सरोज मण्डले भाइ हैन। अनि यहाँ हाम्रो सरोज भाइले चाहिँ चाउमिन बनाउँदै छन् हैन। आज अब स्पोर्ट डेको छुट्टी, त्यही भएर हामीले हल्का यसो चाउमिनको रेसिपी यसो बनाउँदैछौँ है। के कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ यसो कमेन्ट बक्समा छोड्नु होला। यदि चाहिएमा सम्पर्क पनि गर्नु होला, हामीले उपलब्ध गराउनेछौँ। हामीले यो चाउमिन उपलब्ध पनि गराइदिन्छौँ है। सो कमेन्टमा छोड्नु भयो भने हामीले यो चाउमिन पनि उपलब्ध गराइदिन सक्नेछौँ। त्यही भएर हैन गरे कस्तो छ गरे हाम्रो किचन? दामी छ। यस्तो दामी बनाउँछ हेर्नु हाम्रो गोरेले चाउमिन है। यस्तो मिठो के चाउमिन। यहाँ नङ्गे पङ्गे दाईहरू पनि आउँदैछन्। अब हाम्रो चाउमिन बन्दैछ एकदम नेचुरल स्टाइलले हैन। अब हाम्रो चाहिँ यो नेचुरल स्टाइलले बन्छ के, न धेरै मसला हैन, न अन्य चिजहरू। हामी एकदम भेजवाला ट्राई गर्दैछौँ है हामीले चाहिँ। यो आज चाहिँ यसो मङ्गलबार परेको हुनाले यसो भेजवाला चाउमिन ट्राई गर्दैछौँ है। भेजवाला चाउमिन ल खाने इच्छा हुनेहरूले कमेन्ट बक्समा नछोड्नु होला। हामीले उपलब्ध गराइदिन्छौँ डेलिभरी विथ डेलिभरी हैन गरे भाइ। डेलिभरी गर्न सक्दैनौ गरे भाइ? राइट, यो हो नि त तरिका हैन। के मसला हाल्यो गरे नि? नुन पनि हाल्यो। ल नुन हाल्यो है, स्वादअनुसार नुन। अनि हाम्रो जिरा धनियाँको मिक्स पाउडर है। अरू चाहिँ खासै केही हाल्दैन हामीले। त्यही हो, अलिकति चुक पनि हाल्छ हैन। अलिकति चुक हैन, चुक पनि हाल्छ, थोरै चुक पनि हाल्छ हामीले। त्यही हो आजको स्पेसल भनेको। स्पोर्ट डे स्पेसल यही हो हाम्रो आज। ल सबैजनाले लाइक सेयर भिडियो भाइरल गराइदिनु ल। ओके साथीहरू, सबै मिलेर भिडियो भाइरल गराइदिनु होला। धन्यवाद।